जय श्री राधे। समस्तमा शुभ बिहानी। आज श्रावण कृष्ण एकादशी र आज यो श्रावण कृष्ण एकादशीको नाम के रहेको छ र यसको विधि के छ र कुन देवतालाई पूजन गर्दा आजको एकादशीमा उत्तम हुन्छ त्यो बारेमा हजुरहरूलाई यो एकादशीको महात्म्य श्रवण गराउँदैछु। आउनुहोस्, आजको जुन एकादशी छ त्यो एकादशीको नाम हो कामिका एकादशी। त्यो कामिका एकादशी यस्तो पुण्य दिनेवाला एकादशी छ सज्जन, जुन यो व्रतका दिन विष्णु भगवानको पूजा गर्नाले पुण्यको फल प्राप्ति हुन्छ। त्यो फल अन्त काहीँ हुँदैन। जस्तो काशीमा गएर, गङ्गामा गएर, नैमिषारण्य आदि पुण्यभूमिमा, पुष्करमा आदि गएर हामी स्नान गर्दछौँ भने त्यो फल प्राप्त आजको कामिका एकादशीमा व्रत बस्नाले प्राप्त हुन्छ। त्यस्तै गरेर सूर्यग्रहण लागेको बेलामा केदारनाथ कुरुक्षेत्रमा स्नान गर्नाले जुन फल प्राप्त हुन सक्दैन, जुन पुण्यफल श्रावण कृष्णको एकादशीमा कृष्णको पूजा गर्नाले प्राप्ति हुन्छ। त्यस्तै गरेर सागर वनमा समेत भूमिको जो दान गर्दछ, यानि कि सागर अनि वन सहितको भूमि दान गर्दछ, तथा सिंह राशिमा बृहस्पति हुँदा जो जन गोदावरीमा स्नान गर्दछन् अथवा व्यतिपात योगमा जो गण्डकीमा गएर स्नान गर्दछन्, त्यस्ताले पनि त्यति ठुलो पुण्यफल पाउन सक्दैनन् जुन पुण्यफल श्रावण कृष्णको एकादशीमा कृष्णको पूजा गर्नाले प्राप्त हुन्छ। त्यस्तै गरेर जो उत्तम व्यक्तिले श्रावणमा श्रीधर भगवानलाई पूजा गर्दछन्, यदि पूजा गर्दछन् भने त्यसै पूजाले सारा देवताहरू, गन्धर्वहरू, नागहरू सबै सन्तुष्टि हुन्छन् अथवा पूजित हुन्छन्। त्यसकारण हरसम्भव प्रयत्न गरेर पनि कामिका एकादशीको दिन पापदेखि डराउने मनुष्यहरूले शक्ति अनुसार हरि भगवानको पूजा गर्नुपर्दछ। जो जन संसार रूपी समुद्रमा डुबेका छन्, पाप रूपी हिलाको भासमा भासिएर आकुल भएका छन्, त्यस्ता तिनीहरूको उद्धारका लागि कामिका व्रत अति उत्तम रहेको छ सज्जन। योभन्दा अर्को अति पवित्र र सारा पापलाई सखा पारिदिने व्रत पूजा आदि छैन भन्ने कुरा बताउँदै हुनुहुन्छ भगवानले। त्यसकारण कामिका एकादशीको व्रत गर्ने मनुष्यले सकिन्छ भने त्यो रातभरि जागरण गर्ने। केका लागि भन्दा त्यो डरलाग्दो यमराजका दूतहरूलाई देख्नु पर्दैन जसले यो व्रत बस्दछ अथवा रातमा जागरण गर्दछ भने त्यो व्यक्तिले देख्नु पर्दैन। त्यस्तै गरेर कामिका व्रत जो एकादशी व्रत छ, यो व्रत बस्नाले हाम्रो जन्म पनि पुनर्जन्म पनि राम्रो भएर आउँछ। त्यस्तै गरेर कामिका एकादशीको व्रत गर्नाले योगीजनहरूले कैवल्य धाम प्राप्त गर्दछन्। त्यस्तै गरेर के गर्ने त यो एकादशी भन्दा यस एकादशीमा तुलसीका पातहरूले जो मनुष्य हरि भगवानको पूजा गर्दछ त्यो मनुष्यलाई पानीले कमलको पातलाई नभिजाए झैँ कुनै पापले पनि छुन सक्दैन सज्जन। त्यसकारण तुलसी पत्रले पूजा गर्दा भगवान विष्णु जस्तो प्रसन्न हुनुहुन्छ, त्यस्तो प्रसन्न त रत्न, मोती, वैदुर्य, मणि, मुगा आदिले पूजा गर्दा पनि भगवान हुनुहुन्न। त्यसकारण तुलसीका मन्जरीहरूले केशव भगवानको पूजा गर्दछ जो व्यक्ति भने त्यसले जन्मैदेखि गरेका पापहरूका जति पनि घुरान्छन् ती सबै बढार्दछ। जसको दर्शनले समस्त पाप समूह शान्त हुन्छन्, जसलाई छुनाले, जो तुलसी हुनुहुन्छ उहाँलाई जसलाई छुनाले शरीर पवित्र हुन्छ, जसलाई ढोग्नाले सारा रोगहरू नासिन्छन्, जसको जल मस्तकमा सेचन गरियो भने यमराज पनि डराउँदछ, जसको पत्र शिरमा चढायो भने भगवान श्रीकृष्णको अत्यन्तै नजिक भएर बस्न पाइन्छ। त्यस्तै गरेर भगवानको चरण कमलमा यदि तुलसी पत्र चढाइयो भने मुक्ति दिलाउनुहुन्छ। त्यस्तै तुलसीलाई बारम्बार नमस्कार छ। यसरी भगवती तुलसी मातालाई प्रणाम गर्ने। त्यस्तै गरेर जो मनुष्य हरिको जो व्रत छ एकादशीका दिन रातभरि तिलको तेलमा बत्ती बालिराख्छ,
त्यस पुण्यको लेखा लाउन त स्वयं चित्रगुप्त पनि जान्नुहुन्न अर्थात् सक्नुहुन्न। जसले कामिका एकादशीको दिनमा भगवान कृष्णका सामु दीपदान गर्दछ अथवा झलल्ल बत्तीहरू बाल्दछ भने स्वर्गमा रहेका त्यसका सारा पितृहरू अमृत पिउन पाएर तृप्त भएर सन्तुष्टि हुन्छन्। कामिका एकादशीको दिन जसले अहोरात्र रातभरि घिउमा अथवा तिलको तेलमा बत्ती बालिराख्छ त्यो जन मृत्यु पश्चात सैकडौँ करोडौँ त्यस्ता बत्तीले युक्त भएर सूर्यलोकमा गमन गर्न पाउँदछ अथवा सूर्यलोकमा जान्छ। त्यसकारण अत्यन्तै सुन्दर जसले ब्रह्म हत्याको पाप हर्नेवाला, भ्रूण हत्या यानि कि गर्भ हत्याको पाप पनि विनाश गर्नेवाला, ठुलो पुण्यको फल दिनेवाला यो कामिका एकादशीको व्रतले मृत्युपछि स्वर्गमा स्थान दिएर उहीँ बसाउँदछ। जो जनले यस कामिका एकादशीको महात्म्य अर्थात् महिमा श्रद्धा भक्तिले युक्त भएर सुन्दछ अन्तमा सारा पापहरू छुट्छ र विष्णुको लोक वैकुण्ठमा बास पाउँछ भनेर यो आजको श्रावण कृष्णको एकादशी कामिका एकादशीको महात्म्यको वर्णन गरिएको छ। जय श्री राधे, जय श्री कृष्ण, शुभ मङ्गलम।